This is my full village. Kalabobo, Zaidan Roka, Phule Roka, Guli Roka, Bhumle Roka. अनि यता डल्ली नाना, चेतबहादुर भेना, विनोद दाज्यू, अनि भीम दाज्यू, सैमान बागे, अलिमाथि बिर्जा दाज्यू, अनि भीमे अङ्कल, सुदेश रोका, जितु रोका, अनि यो लुखा भाउज्यू। म सबै घर देखाउँदैछु तपाईहरुलाई। अनि यो चाहिँ हाम्रो यो मुनिको यो हाम्रो बुढीमान अङ्कल, अनि यहाँनिर हाम्रो हिक्क दाज्यू, अनि घुमिलाल भाइ, अनि यो सतप्रकाश कमरा दाजुको घर, यो पनि बुढीमान अङ्कलको घर। अनि अब आयो पालो यहाँनिर पदम दाजुको घर, अनि यो चाहिँ म जन्मेको घर है। यो अहिले कान्छो र साइलो बस्छ। अनि मने मामाको घर, अनि यो जमान अङ्कलको घर, अनि पछि यो देखिरहेको केशबहादुर ठुलोबा, अलिकति उता फुर्मान अङ्कल, अनि माथि कोडा पागो, अनि यो हाम्रो धर्मजित बाजे, अनि यो चाहिँ हाम्रो बित्नुभयो सुकम्बर बाजेको, अनि अलिकति माथि यो चाहिँ हाम्रो जितमान अङ्कलको घर, अनि यहाँनिर सानो देखिरहेछ त्यो चाहिँ राजधन अङ्कल र हाम्रो प्रथमान अङ्कलको घर है। अनि यतातिर अलिकति यता जीवन भाइको घर थियो, अलि देखिरहेको छैन, त्यहाँनिर चाहिँ जीवन भाइको घर। यो चाहिँ मेरो फुल गाउँ है। यो चाहिँ मेरो खास भिलेज, म जन्मेको ठाउँ। म यहाँदेखि यही बाटो आएर म अहिले तपाईहरुलाई देखाउँछु। एकछिन पछि म घोराबाङ स्कुलमा पढ्न जान्थेँ हैन। अनि त्यही हो, अहिले चाहिँ यहाँ ठुलो रोड छ, त सानो गोरेतो बाटो थियो। मेरो बुढी कता गयो, अगाडि गइरहेको रहेछ। यहाँनिर साइडै पहिरो आएको जस्तो लाग्यो मलाई। पहिरोको चाहिँ हाम्रो एकदमै उस हो है। पहिरो यो ठाउँमा खासै जाँदैन थियो, तर केही एरियामा चाहिँ जान्छ हैन। हामीलाई अत्यन्तै दुःख दिने पहिरो भनेको चाहिँ त्यो उता देखिरहेछ नि, यहाँदेखि झर्छ के, यहाँदेखि झरेर यो तलको रोडलाई चाहिँ अति दुःख दिन्छ क्या हामीलाई है, त्यही रोडले। तर त्यो पहिरोलाई चाहिँ त्यो पहिरोको कारणले चाहिँ नेतालाई गल्ती नगरौँ। यो प्राकृतिक प्रकोप हो गाइज होइन। प्राकृतिक प्रकोप को कारणले पहिरो गइराखेको हुन्छ। यो चाहिँ हामी आफ्नै समस्या हो। त्यहाँ गाई वस्तुहरू केही नचराउने हो भने केही पनि हुँदैन। अलिकति त्यो एरियालाई चाहिँ हामी बन्द गऱ्यो भने पहिरो झर्दैन। मेरो राय त्यसलाई लिएर नेताले यस्तो गर्यो उस्तो गरेन, नेता यस्तो, त्यो चाहिँ ठिक होइन। बरु अरू ठाउँ हैन, यतातिर पिच किन बनाएन, ग्राभेल किन राखेन, त्योहरू चाहिँ अलिकति सुहाउँदो हो। दिस इज अ पहिरो, ओ माई गड। 。 Oh.
पहिरो 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 यो झर्थ्यो मलाई थाहा थियो किनकि यो सिङ्गलै थियो नि त यस्तो भएको थियो त्यही भएर झऱ्यो यो यहाँनिर दामी गेट थियो भड्क्यो त्यसपछि रोड आयो यहाँनिर यो ठाउँलाई उल्टे बिसाउन भन्छ किनकि तलदेखि माथितिर फर्केको बिसाउन थियो नि त